आज हाम्रो सेलरी डे यस्तो छ। सेलेरी आयो है, सेलेरी यति गर्नलाई 1 महिना पुग्नुपर्छ। यति पाएपछि 1 महिना जोगरी सेलेरी मिला। सेलेरी आयो, बोनस पाएको कहाँ बोनस पाउने बोनस पायो यार। बोनस काटिन्छ र काट्छ। यता पनि सेलेरी आयो। भाई सेलेरी आ गए। अब ये कितना दिन रहेगा? कितना दिन रहेगा? कितना दिन रहेगा? बस 1 दिन। 1 दिन घर में जाएगा। हाँ, बस इसका काम हो गया। हो गया। इसलिए आया था, उसलिए जाएगा। पूरा महीना खाता पे चलेगा। 50 कर दियो। 500 रुपये कटिंग हुआ। ओवर टाइम गरेर कति आयो तिरे? कति आयो आजको सेलेरी? आजको सेलेरी टोटल 593। त्यति जम्मा यो त्यो बोनस ऊ काटेर के भन्छ लिफ्ट काटेर कति आयो? एडभान्स कति लिएको? एडभान्स 500 लिएको। यो कति दिन रहन्छ? हजुर, यो कति दिनसम्म हुन्छ? अब खोइ, अब यहाँमा अब बकालामा 500 रुपये तिर्दिने, अनि बच्यो भने त्यति बच्छ। अब त्यति कहाँ कहाँ लगाउने, अब सोच्न पर्छ। 500 रुपये घर लगाइदिने, यति बचाउने घर खर्चहरू, आफ्नो जेब खर्चको लागि। अब फेरि बच्छ कि बच्दैन भने अब त्यो सोच्नुपर्छ। गाह्रो छ, कस्तो गाह्रो छ यहाँ जिन्दगी। हेर, भन्छन् विदेशमा कति मजा छ, कति थुप्रो पहुँचेको छ। यहाँ यही हो पैसा। हेर, यही हो पैसा। जिन्दगी बेकार छ। 12 घन्टाको ड्युटी पनि यति पैसा आउँछ। साँच्चै भयो कि यहाँदेखि अब जानै मन लाग्यो। नेपालै ठिक छ, म्या 30,000 कमाउने, महिनाको त्यहीँ बस्ने, 15,000 घर दिने, 15,000 को यासी गर्ने, त्यही ठिक छ। यहाँ नआऊ भाइ, ठिक छैन। फेरि यहाँ कति घन्टा खट्नुपर्छ? यहाँ त 10 घन्टाको ड्युटी लिन्छ फेरि। यो पनि गाह्रै हो। विदेशमा मान्छेहरूले विदेश भन्छ, तन्नै पैसा कमाएर भन्छ। यस्तै छ हौ। अब यो सेलेरी आयो भने के गर्ने? अब यो 1 दिन मात्रै हुन्छ हामीसँग। 1 दिनमा अर्को दिन जाने हो, घर जाने हो। त्यसमा फेरि घरमा पहिल्यै कुरेर बसेको हुन्छ। कहाँ कहाँ लाउने, के गरेर, कति खर्च चाहियो, सबै पहिल्यै थाहा हुन्छ। हामीले यहाँ महिना काम गरेर 12 घन्टा 10 घन्टा होइन हो प्याज नभने पैसा कमाउने, त्यसपछि घर 1 दिनमा पठाइदिने, त्यहाँ नै खर्च भइहाल्छ। हो के गर्ने? सेलेरी कम्ती हुन्छ, बचत छैन। अब जे चलिरहेको घर परिवार। अब यहाँ अरू राम्रो सेलेरी पाएको भए त ठिकै हो। यहाँ सानो अब धेरै हुन्न सेलेरी, थोरै हुन्छ। अब हाम्रो कम्पनीमा फेरि थोरै ओभर टाइम पनि थोरै हुन्छ कि, त्यही भएर गाह्रो छ हौ पैसा कमाउन। अब यो सेलेरी आज आयो, राति पठाइदिने घर। अब अर्को दिनमा घर फेरि कहाँ हो, जम्मै खर्च भइहाल्छ। बच्चाको फिस, घर खर्च, अनि यताउता लिएको लोनहरू, ऋणहरू, उता ब्याज तिर्दा त जम्मै फेरि खलास। अब फेरि 1 महिना हामी फेरि यहाँ लोनमा खातामा, पुरा जिन्दगी खातामा हो यहाँ त। यस्तै छ। अब 300-400 त खानाको जान्छ हाम्रो यहाँ। 300-400 खाना, फेरि पर्सनल 100 रुपियाँ त राख्नुपर्छ। त्यो गर्दाखेरि अब कति बच्यो? जसको 1500 छ भनेपछि त्यो 1000 रुपियाँ पठाउँदा कति भयो? अब जसको 1200 छ त्यो त झन् हो। गाह्रो छ हौ। बरु आफ्नै उतै गरे ठिक हुन्छ। त्यही हो, 3-4 महिनामा घर त पुगिन्छ। यहाँ त 2 साल, 2.5 साल, 3 साल यस्तै छ हौ विदेशको जिन्दगी। त्यसैले उतै आफ्नै ठाउँमा गरे राम्रो हो। यहाँ भन्न मात्रै हो। या त के राम्रो सिप सिकेर अलि ट्यालेन्ट भएर आउनुपर्छ। हेल्परमा त यहाँ काम हुन्न हौ। हेल्परमा को त यहाँ लास्टै कम हुन्छ। त्यसैले धेरै विदेश नभनौँ साथी हो, आफ्नै उतै गरे ठिक हुन्छ। होइन भाइ? आफ्नै वहाँ गरे ठिक छ होइन? त्यही ठिक छ। यहाँ त राम्रो छैन फेरि। यस्तो टाढा आएर बस्ने, खाडी पारमा।